किधर जाएगा सर, किधर जाएगा हम किधर जाएगा मालूम नहीं फिर या हेर्नुहोस् न साथीहरू, यस्तो हामीहरूलाई यति गाह्रो के हामी दुःखी पीडित मान्छे हो। हाम्रोसँग घुम्ने मान्छे कोही छैन। के गर्नु, हामी त पीडित मान्छे हो नि त, लास्टै पीडित। वाह अरे रामकृष्ण जगन्नाथ अब यो भन्दा तिमीलाई आउँदो रहेछ। मेरे घर पानी आ गया घर पे पानी के आ गया इसको। हेर्नुहोस् न, यसमा चाहिँ मजाको भिडियो आउँछ क्या। ल त्यहाँ अहिले कस्तो राम्रो, त्यहाँबाट चाहिँ जसले फुटेको पानीको फोका अब फेरि खोलिदियो मनको ढोका मायामा हुने छैन कहिले धोका। अर्को ऱ्याप पनि हाल्नु न, त्यसको ऱ्याप हुन्छ क्या, ऱ्याप हाल्नु न त्यहाँ ऱ्याप। ऱ्याप त आउनु परेन, कुनै ऱ्यापको फ्यान परेन म। दिवानी मे दिवानी आँखामा गर्दा चस्मा टक्क हुन्छ एकाल साथ भए निर्धक्क हुन्छ अनि फेरि के हो अरू त थाहा छैन। यो बाटो निस्किन्छ, यो बाटो पनि निस्किन्छ, योबाट निस्किन्छ, दुइटाबाट पनि एकदिनमा गयो नि हुन्छ। ओके त्यही छ हाम्रो चाहिँ। अब लास्टमा चाहिँ बाहिर आउन लागिसकेको, हाम्रो घुमघाम यात्रा सकिसके जस्तो छ है। अब नेक्स्ट टाइम फिर इधर त नहीं आएगा, भाइरल पुल जाएगा। अब हजुरहरूलाई स्योर भाइरल पुलको भिडियो पनि देखाउने छौँ हामीले है, Sure चिन्ता नगर्नु हो कि नगर्नु। तपाईँहरू पनि यो भिडियो देखेर चाहिँ हामी कहिले पर्सि जान्छ? सन्डे के सन्डे कहिले हो, सन्डे जाने के? सन्डे नजाने, सन्डे मन्डेदेखि ड्युटी छ। सन्डे त आनन्दले सुत्ने। ओ आमा मामा, सन्डे एकछिन आउनु सुत्ने नि त बेलुका, सन्डे आएर 3 दिन भइहाल्छ। आमा भोलि आमा अन्धकार। हामी बाहिर आइसक्यौँ रहेछ। ल हेर्नुहोस्, अब हामी यो बाटो हुँदै 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 हामी आफ्नो बाटोतिर हिँड्ने हो। तर के हो तिम्रो नाम बहिनी परिचय पाम यताबाटै हो कि जस्तो बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर हामी हेरेको चल्दैछ जनताहरूको। यो चाहिँ वासरुम एरिया हो कि, यो लाइन पुरा वासरुम हो नि त। अनि खुल्ला खुल्ला छ त हौ वासरुम पनि। ऊ त्यहाँभित्र कस्तो दामी छ वासरुम। खुल्लम 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 प्यार खुल्लम होते होते प्यार हो गया। अनि दिदी आज मेरो साथमा चाहिँ तपाईँलाई कस्तो लाग्यो त? इन्जोय कि एकदम इन्जोय, चिल पारामा आउँदा पनि 1000 जनाको भिड जस्तै लाग्यो। भिड जस्तै लाग्यो। आफ्नो मस्तीमा फिल भयो कि भएन हुँदै भएन। बरु तिमीलाई कस्तो भयो? तिमीलाई त कस्तो फिल भयो? भनेको 1000 जनाको भिड जस्तै, जता पनि झिलिमिली उज्यालो होइन, मकै बारी दर्याम जस्तै भयो क्या। अन्धकार जस्तै लाग्थ्यो हिजोसम्म, आज त पुरा उज्यालो झिलिमिली जिल्ला। अनि बल्ल अब दुबई आएको जस्तो मिल्ला भन न। बल्ल दुबई आए जस्तो फिल भइरहेछ। अब 1 वर्ष भने 15-16 महिनासम्म हामी अन्धकारमा थियो। अहिले चाहिँ उज्यालोमा प्रवेश गरिसकेका छौँ। ड्युटी गाह्रो भए पनि जस्ट रुम आएपछि जिन्दगी चिलमै हुन्छ हाम्रो। अनि हो त्यति चाहिँ हुन पर्यो। त्यस्तै हो, अनि त्यही हो होइन। हो नि त गाइस, के छ हामीहरू भनेको नि गाइज तपाईँहरूलाई पनि खुसी राख्ने, आफू पनि खुसी हुने। यो अनेकौँ पार्कबाट घुमेर हामी पनि घुम्ने, तपाईँहरूलाई पनि घुमाउने रुममा आएर इन्जोय गर्नुहोस्। अनि मनमा जति दुःख र पीडा भए पनि होइन, तर खुलेर चाहिँ रमाउनुहोस्। मनमा भनेको आफै हुने हो। अब भन्छ मान्छेले दिएको खुसी त कति बेला लिएर जान्छ पत्तै नहुने जिन्दगी रहेछ। त्यो अरूको खुसी भनेको त 2 दिनलाई मात्रै हो नि त मैया। त्यही भएर खुसी दिने भन्दा धेरै दुःखी दिने मान्छेहरू भेटिन्छन्। त्यही भएर मान्छेलाई चिन्न पर्छ, बरु एक्लै रमाउन सिक्नुपर्छ के। कतिपय कुराहरू त अब आफूले चाहेको पनि पुग्दैन नि त, त्यही त हो नि। त्यस्तै हो, त्यही भएर हामी चाहिँ यस्तो पार्कतिर प्रवेश गरौँ भनेको। यो चाहिँ पार्क एरिया हो, यहाँबाट चाहिँ हामी अगाडि क्रस गरेको। कति 1 घन्टा त लाग्दैन है हामीलाई रुम पुग्ने? आधी घन्टा 20 मिनट पुग्छ नि। होइन यो चाहिँ पार्क हो साथीहरू। ल हेर्नुहोस्, यो चाहिँ पार्क हो, पार्क ल हेर्नुहोस्। यो ठाउँ पनि आइपुगेको थियो। अनि अब यो
ठाउँ भनेको गएको थियो पैसा निकाल्नलाई ब्याङ्क पैसा त मगर कुनै दिदीको नगर हो र मगन दिदीसँग पैसा चिन्ता हुँदैन टेन्सन नगर त्यहाँ पनि हेर पहिला हामी दिनमा आएर त्यहाँ पनि भिडियो बनाएको छ त्यहाँ दिउँसो त लास्ट गरम छ गरम यो दिउँसोको चाहिँ मान्छेहरू आएर ओहो दुबई कति राम्रो भनेर नसोच्नु होला दिउँसो योलाई चाहिँ घुम्ने राति नै हो सकिँदैन म पनि पहिला गर्मी हुन्छ यहाँ सार्जामा यत्रो टाइम बस्यो लास्ट गरीमा बसेर आएको मान्छे हो 5 मिनटको भिडियो हुनुभएछ अब यसलाई बन्द गरेर अर्को नेक्स्ट भिडियोतर्फ जान्छौँ हामी युट्युब हस् च्यानलतिर लाइक सब्सक्राइब गरिदिनुहोस् मलाई चाहिँ त्यो भन्न नि आउँदैन सब्सक्राइब फक्साइ के भन्छ सेयर पनि गरिदिनु होला तपाईँको साथीहरू जति फ्रेन्डहरू हुनुहुन्छ कमेन्ट गरिदिनु होला अनि जे जस्तो लाग्छ भिडियोमा यस्तो लाइक चाहिँ ठोक्नु भन लाइक चाहिँ ठोकिदिनु अनि त्यही हो अनि तपाईँहरूले बोल्न नयाँ भिडियो देख्न पाउनुहुन्छ गाइस ल तपाईँहरू पनि इन्जोय गर्नुहोस् आएर यसै गरी भिडियो बनाइदिनु हामी छँदैछौँ लाइक सेयर गर्नु अरे आउँदा आउनुहोस् न हामीहरू सधैँ छौँ नि साथीभाइ दिदी बहिनीहरू सबै मिलेर होइन ल हेर्नुहोस् यहाँ पनि इन्जोय हो यो एउटा त्यो देखेछौ त्यो मूर्ति हेर त्यहाँ मूर्ति हो कि त्यो कस्तो दामी पानीको छारा नाइस